हाई गाइस, वेलकम टु माई न्यू ब्लग। आज हामी डिम्मा घर जान लागेको। यहाँ हेर्नु जाँदैछौँ। जाँदा जाँदै यहाँ हेर्नु हाम्रो गाउँ कस्तो छ, हाम्रो गाउँको नजारा कस्तो छ र यो पनि देखाउँदै हामी तपाईँहरूसँगै जाँदैछौँ। यहाँ हेर्नु म चाहिँ यहाँ के भन्दैछु र जाँदा जाँदै यहाँ हेर्नु न, हामी चाहिँ जाँदैछौँ। जाँदा जाँदै कुन बाटो जानुपर्ने कुन बाटो पो आइछौँ। फेरि घुरेर आएर अब चाहिँ हामी मेन बाटो जाँदैछौँ। यहाँ हेर्नु हामी जाँदैछौँ। जाँदा जाँदै हजुरहरूलाई यो के को खेती होला भन्न सक्नुहुन्छ हजुरहरू? यो के होला कमेन्टमा भन्नु होला। यो के को खेती हो कमेन्ट गर्नु होला। अहिले चाहिँ हामी जाँदैछौँ। मेरो भिडियोमा बनिरहनु होला र तपाईँहरूलाई उहाँ पुगेको पनि देखाउने छौँ। अहिले चाहिँ हामी यो खेतको बाटो जाँदैछौँ। यहाँ हेर्नु पर एउटा घर छ। घरले पुग्न आँट्यौँ। पुगेपछि एउटी छोरी आएकी थिए मिसामारीबाट, उसलाई घुमाउन लगेको थिएँ। यहाँ हेर्नु यहाँ यस्तो जङ्गल छ भनेर देखाउँदैछु। यहाँ यस्तो जङ्गलमा पनि घर छ भन्दैछु र हामी जाँदैछौँ। जाँदा जाँदै बाटोमा डिम्मा घर जाने बाटो चाहिँ यो हो। तपाईँहरू कहिलेकाहीँ आउनुभयो भने यही बाटो हो। यहाँ हेर्नु यता जङ्गल छ, कति राम्रो भ्यू छ। यहाँ मान्छेहरू जाँदैछन् डिम्मा घर हेर्न, अनि हामी पनि जाँदा जाँदै यहाँ हेर्नु न गाइस, जाँदै थियौँ हामी। यस्तो गर्मी छ। मैले चाहिँ चुन्नी ओढेर छोरीहरू भिडियो गर्दै थिएँ। यहाँ फाइनली गाइस हामी डिम्मा घर आइपुग्यौँ। यहाँ हेर्नु यो चाहिँ उनीहरू बस्ने घर हो। यहाँ हामी घरतिर चढ्दैछौँ। चढ्दा चढ्दै यहाँ हेर्नु यस्तो राम्रो छ कि यो घरको टुर गराउँछौँ तपाईँहरूलाई। अब हामी हेर्नु यहाँ यस्तो छ। यहाँ पानी चेयर छ, त्यहाँबाट यहाँ चेयर छेदेको छ। म चाहिँ पोज दिँदैछु फोटो खिच्न भनेर, उसले चाहिँ भिडियो बनाइछे। कस्तो लाग्यो त तपाईँहरूलाई? कस्तो लाग्यो भन्नु होला कमेन्टमा। र हामी त्यो घरबाट नामेर अब चाहिँ यहाँ अब नाम्दैछौँ हामी। यहाँ देख्न सक्नुहुन्छ हामीहरूलाई यहाँ नाम्दैछौँ। र म तपाईँहरूलाई हाई भन्दैछु। मेरो कमेन्टमा कस्तो भयो भनिदिनु होला कमेन्ट गरेर। अब चाहिँ फाइनली हामी डिम्मा जाँदैछौँ। फाइनली गाइस अब चाहिँ हामी डिम्मा घर जाँदैछौँ। अब तपाईँलाई देखाउने छौँ डिम्मा घर। यहाँ हेर्नुहोस् यस्तो छ बाटो। जाँदा जाँदै कत्रा ढुङ्गा छन्। हेर्नु ढुङ्गो यो फोटो खिच्न चाहिँ क्या दामी सिन छ है गाइस। फोटो खिच्ने भए आउनु। फाइनली हामी यहाँ हेर्नु डिम्मा घर देख्नुभयो। जाँदैछौँ। जाँदा जाँदै यहाँले अब हजुरहरूलाई टुर गराउने छौँ डिम्मा घरको। यहाँ हेर्नुहोस् यहाँभित्र अब हामी पस्यौँ। पसेर यहाँ हेर्नुहोस् यहाँ मान्छे पनि सुत्ने ओछ्यान पनि छ र यहाँ चेयर पनि राखिदिएको छ। यहाँ हेर्नुहोस् यो चेयरमा चाहिँ म चढ्दैछु। चढ्दै थिएँ, यहाँ बसेँ। कस्तो लाग्दो रहेछ भनेर बसेर हेरेको नि। त्यहाँबाट नामेर यहाँ नल पनि छ, पानी आउँछ। र अहिले चाहिँ हामी टुर गरिसकेर अब चाहिँ हामी निस्केको। तपाईँहरूलाई बाई बाई भन्दैछु र अहिले हामी घर जान लागेको। बाई बाई। हजुरहरूलाई स्वागत छ। फेरि कमेन्ट गरिदिनु होला कस्तो भयो। जानी नजानी बनाएको ब्लग हो। अहिले चाहिँ हामी घर जान लागेको। घर जाँदैछौँ। मैले चाहिँ भोलि बोकिरहेको छु। पानीको त्यही भएर यो बेसी छैन। यहीँबाट लिएर जाँदैछौँ। पहाडै भए पनि यहाँ चाहिँ पानीको बहुत सुविधा छ र म चाहिँ भोलि बोकेर जाँदैछु। र यहाँ पानी पनि स्टक गर्ने ठाउँ छ। तपाईँहरूलाई म एउटा चिज देखाउँदैछु। यहाँ पानीको स्टक गर्ने ठाउँ। र अब चाहिँ हामी घरतिर लागेको। साँझ पनि पढ्दै यहाँ चाहिँ हात्तीको रुँग्ने
आजको ब्लग यति नै, बाई बाई।